बिहानको घाम कति सुन्दर। आहाहा। गाइस, आजको मेरो नयाँ भिडियोमा सबैलाई स्वागत छ। साथीहरूको फोन आइसकेपछि घरबाट त निस्केँ म, तर अब कहाँ जाने भनेर केही निश्चित थिएन अनि म पुगेँ बोराडाँडी चोकमा। त्यहाँ पुगेर डिस्कसन गरेपछि हरियाली भएको ठाउँमा जाउँ न, द नेचर हाउस साथीले भन्यो अनि हामी लाग्यो नेचर हाउस। त्यहाँ पुगिसकेपछि त्यहाँको हरियाली देखेर मन भित्रैबाट एकदमै खुसी भयो। त्यहाँको सौन्दर्य हेरिसकेपछि मेरो मन भित्रबाटै वाउ ब्युटिफुल भेरी डेन्जरस भन्ने शब्द पनि निस्क्यो। यता टिभी हेर्ने इच्छुकको लागि टिभी हेर्ने पनि सुविधा बनाएको रहेछ। नास्तामा के खाउँ भनिसकेपछि मैले यता यो माछा देखाइदिएँ। पछि माछा नखाउँ भनेर हामीहरू लोकल भाले अर्डर गऱ्यौँ। त्यसपछि लोकल भाले त बन्न टाइम लाग्छ अनि त्यसको पाङ्ग्रा बनाएर ल्याइदिन्छु भन्नुभयो अनि पाङ्ग्रा ल्याइदिनु भयो। देखेर मेरो मुखबाट पानी आयो अनि म एउटा पाङ्ग्रा उठाएर टक्क खाइदिएँ। लोकल भाले तयार भइसकेपछि हामीहरू खानको लागि हातमुख धुन बाथरुम गयौँ। यता हाम्रो लोकल भाले पनि तयार भएर आयो। तपाईँहरू पनि देख्न सक्नुहुन्छ कति मिठो देखिरहेछ। देख्ने बित्तिकै मुखबाट पानी आउने जस्तो। त्यसपछि हामीहरू खाना सुरु गऱ्यौँ। अब सुरुमा त लेग पिस खानुपर्छ भन्ने सिद्धान्तले म लेग पिस उठाएँ, त्यसलाई मजाले खाएँ। गम गम मजाले खाइसकेपछि हात धुन हामीहरू गयौँ। यहाँ पुगिसकेपछि अब नुहाएर पनि जाउँ, तर नुहाउने कहाँ? यहाँ आइसकेपछि यहाँ स्विमिङ पुलमा पानी नै छैन। त्यसपछि काउन्टरमा गएर दाइलाई सोधेपछि दाइले भन्नुभयो कि तिमीहरूको पो 28 दिन 29 दिन भइसकेपछि जिउ चलाउन सुरु गरिहाल्छ, तर यता मान्छेहरूको त महिनाभर पुगिसकेपछि नुहाउँदैनन्। यता आएपछि गार्ड कुर्सीमा बसेर सुतिराख्नु भएको थियो अनि हामीहरू सोध्यौँ अनि नाइट ड्युटी पनि हुन्छ बाबु भनेर दुःख व्यक्त गरिरहेको थिएँ। त्यसपछि हामीहरू उताबाट लाग्यो। हस् त धन्यवाद। भिडियो मन परेमा लाइक कमेन्ट गरेर माया गरिदिनु होला।